नमस्कार सम्पूर्णमा यहाँहरू सबैलाई यस युट्युब च्यानल ब्लुम नेपालमा स्वागत छ। आज चाहिँ हामी सार्वजनिक सेवा प्रवाहको अर्थ, सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरूको बारेमा चाहिँ सरल छलफल गर्नेछौँ। र इङ्ग्लिसमा यसलाई अब मिनिङ अफ पब्लिक सर्भिस डेलिभरी, रेस्पोन्सिबल बडिज, मेथड्स एन्ड मिन्स भनेर पनि लोकसेवाहरूको सिलेबसमा राखिएको हुन्छ। र यसमा चाहिँ मैले मूलत सार्वजनिक सेवा प्रवाह सम्बन्धी चाहिँ अब्जेक्टिभ क्वेसनहरूलाई फोकस गरेर चाहिँ एउटा पिडिएफ बनाएको छु र केही प्रश्न र त्यसको उत्तरहरू पनि समावेश गरेको छु, जुन चाहिँ लोकसेवामा चाहिँ बारम्बार सोधिएको हुन्छ। र अब चाहिँ हामी यो सार्वजनिक सेवा भनेको के होबाट सुरु गर्न गइरहेका छौँ। सार्वजनिक सेवा भनेको के हो? राज्य सरकार साथै अन्य सार्वजनिक क्षेत्रले आम नागरिकको लागि उपलब्ध गराउने सेवा सुविधा हो। 2 नम्बरमा छ सार्वजनिक सेवा प्रवाह भनेको के हो? जनतासम्म सार्वजनिक सेवा पुर्याउने प्रक्रिया वा कार्य सार्वजनिक सेवा प्रवाह हो। त्यसैगरी नम्बर 3मा सार्वजनिक सेवा उपलब्ध गराउने कार्य कसको दायित्व हो? सरकारको दायित्व हो। सार्वजनिक सेवा प्राप्त गर्ने कुरा कसको अधिकार हो? नागरिकको अधिकार हो। अब यसमा चाहिँ सार्वजनिक सेवा उपलब्ध गराउने को त सरकार। त्यसैगरी अब सार्वजनिक सेवा प्राप्त गर्ने चाहिँ नागरिकको अधिकार हुनेछ भने सरकारको चाहिँ के हुनेछ त सार्वजनिक सेवा उपलब्ध गराउने दायित्व हुनेछ। त्यसैगरी नम्बर 5मा छ सार्वजनिक सेवा जनता र सरकारलाई जोड्ने के हो त माध्यम हो, पुल हो। सार्वजनिक सेवा कस्तो हुनुपर्छ? अप्सन कमा छ सेवाको वरिपरि जनता, खमा छ जनताको वरिपरि सेवा, गमा छ दुवै ठिक, घमा छ दुवै बेठिक। जनताको वरिपरि सेवा, सार्वजनिक सेवा कस्तो हुनुपर्छ त? जनताको वरिपरि हुनुपर्छ। नेपालमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही चाहिँ यसमा उल्लेख गरिएको रहेछ विषयहरू। जस्तै 2047 सालमा चाहिँ प्रजातन्त्र स्थापनापछि आधुनिकतामा प्रवेश, 2055मा स्थानीय स्वायत्त शासन ऐन 2055 आएको, 2056मा नागरिक वडापत्र राख्न थालिएको अवधारणाको अथवा चाहिँ नागरिक वडापत्र राख्न थालिएको चाहिँ कहिले त 2056। यो चाहिँ एकदम महत्त्वपूर्ण हो, धेरैचोटि सोधिएको पनि प्रश्न हो। 2060 कार्तिकमा घुम्ती सेवाको अवधारणा लागू भएको। त्यसैगरी 2061मा सबै कार्यालयमा नागरिक वडापत्र अनिवार्य गरिएको भनेको छ। अब कतै कहिलेदेखि कार्यान्वयन भएको छ भनेर पनि सोधिरहेको हुन्छ यसलाई प्रश्न। यसको एन्सर चाहिँ अब 2061 हुन्छ है। यो पनि एकदम महत्त्वपूर्ण छ। 2064 सालमा सुशासन ऐन आएको। त्यसैगरी 2065मा सुशासन नियमावली आएको। 2068 7को 17मा हेलो सरकारको सुरुवात। कार्तिकको 17 गते चाहिँ 2068 कार्तिकको 17मा चाहिँ हेलो सरकारको सुरुवात। टोल फ्री नम्बर चाहिँ यसको के भन्छ 111 चारवटा 1 छ है हेलो सरकारको चाहिँ। 2070 सालमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू। यो पनि बहुत महत्त्वपूर्ण प्रश्न हो। 2070मा चाहिँ क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू भएको। सार्वजनिक सेवाको वर्गीकरण 6वटा छ वर्गीकरण गरिएको, 6वटामा वर्गीकरण गरिएको छ। र नम्बर 1मा छ आधारभूत आवश्यकता सम्बन्धी सेवा, घाँस बाँस कपास, मनोरञ्जनात्मक सेवा जस्तै सिनेमा घर, पार्क, नाचघर आदि, कल्याणकारी सेवा, उपेक्षित र उत्पीडित वर्गलाई दिइने सेवा, सामाजिक सेवा आदि, क्षमता अभिवृद्धि सम्बन्धी सेवा, शिक्षा स्वास्थ्य आदि, पूर्वाधार विकास सम्बन्धी सेवा, कृषि यातायात सडक संरचना आदि, व्यावसायिक प्रबन्धनात्मक सेवा, व्यापार उद्योग बजार प्रवर्धन आदि। अब यो 6वटालाई चाहिँ सम्झिने एउटा निमोनिक सूत्र चाहिँ आम कक्ष पूर्व व्यवसायिक है। आबाट आधारभूत भइहाल्यो, मबाट मनोरञ्जनात्मक सेवा भइहाल्यो, कबाट कल्याणकारी सेवा, छबाट क्षमता अभिवृद्धि सम्बन्धी सेवा, पूर्वबाट पूर्वाधार विकास सम्बन्धी सेवा र व्यावसायिकबाट व्यावसायिक प्रबन्धनात्मक सेवा। त्यसैगरी सार्वजनिक सेवा प्रवाहका आधारहरू सेवाग्राहीको सन्तुष्टि, सेवाग्राही कतिको सन्तुष्टि भएका हुन्। 2 नम्बरमा सेवा प्रवाहको परिमाण, कुन परिमाणमा सेवा प्रवाह भएको छ। लागत कम, सन्तुष्टि वृद्धि हुनु पर्यो। समय, ठिक समयमा सेवा प्राप्त गर्नुपर्ने। यी 4वटा चाहिँ के हो त आधारहरू हुन् सार्वजनिक सेवा प्रवाहका। नेपालमा भएको व्यवस्थाहरू के छन् त यो सार्वजनिक सेवा प्रवाहका भन्दाखेरि जस्तै नागरिक वडापत्रको व्यवस्था, हेलो सरकारको व्यवस्था, हेल्प डेस्कको व्यवस्था, घुम्ती सेवाको व्यवस्था, सूचना अधिकृतको व्यवस्था,
त्यसैगरी कानुनी व्यवस्थाहरू अब नेपालको संविधान, निजामती सेवा ऐन 2049 र नियमावली 2050, नेपाल सरकारको कार्य सम्पादन र कार्य विभाजन नियमावली, सुशासन ऐन 2064 र नियमावली 2065, सूचनाको हक सम्बन्धी ऐन 2064, वार्षिक बजेट र आवधिक योजना तथा आर्थिक प्रशासन, उपभोक्ता संरक्षण ऐन, सार्वजनिक सेवा अभियान सञ्चालन निर्देशिका 2065, निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, एकीकृत सेवा केन्द्र सञ्चालन सम्बन्धी निर्देशिका, अनि साङ्गठनिक व्यवस्थाहरू जस्तै सार्वजनिक सेवा प्रवाहका माध्यम, नेपाल सरकारका मन्त्रालय, विभाग, संवैधानिक निकायहरू, क्षेत्रीय तथा जिल्ला स्तरका कार्यालयहरू, इलाका स्तरीय कार्यालयहरू, सार्वजनिक संस्थानहरू, नागरिक समाजहरू, उपभोक्ता समूहहरू, गैर सरकारी संस्थाहरू जस्तै निजी क्षेत्र तथा निजी संस्था, अनि स्थानीय निकायहरू र अन्य सङ्घ संस्थाहरू। 8मा छ सरकारले जनताप्रति जिम्मेवारी र जवाफदेहिता पुरा गर्ने सन्दर्भमा के कस्तो तरिका अपनाई जनतालाई सुविधा प्रदान गर्ने गर्दछ भनेको छ। यहाँ अप्सनमा चाहिँ 1मा सरकार आफूले कार्य गरेर निजी क्षेत्र मार्फत कार्य गराई आफूले त्यसको नियमन गरेर नागरिक समाज एवं गैर सरकारी संस्थाबाट सहयोग लिएर, यो तीनटै चाहिँ यसको उत्तर हुन्छ है। यसमा 4 अप्सनमा सबै छ। जिम्मेवारी र जवाफदाहिता पुरा गर्ने सन्दर्भमा के कस्तो तरिका अपनाई जनतालाई सुविधा प्रदान गर्ने गर्दछ भनेको छ। यो तीनटै सरकारबाट आफूले नै कार्य गरेर, अर्को चाहिँ निजी क्षेत्र मार्फत, अर्को चाहिँ नागरिक समाज एवं गैर सरकारी संस्थाबाट सहयोग लिएर। 9 नम्बरमा छ विभिन्न निकाय मार्फत सार्वजनिक सेवा प्रवाह गर्दा त्यसको अन्तिम उत्तरदायित्व कसको हुनेछ भनेको छ। कसको हुनेछ त अब अप्सन 1मा छ सम्बन्धित निकाय, 2मा छ सम्बन्धित निकाय र सरकार, 3मा छ सरकार, 4मा छ सरकार, सम्बन्धित निकाय र जनता। यसको सही उत्तर हो सरकार। सार्वजनिक सेवा प्रवाहको अवधारणालाई कति आयामबाट विश्लेषण गर्न सकिन्छ? 1, 2, 3, 4। कति त? अप्सन यसको सही रहेको छ 2। आधुनिक र परम्परागत। आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणा विकास कहिले भएको मानिन्छ? अप्सन 1 सन् 1960 को दशक, अप्सन 2 सन् 1970 को दशक, अप्सन 3 सन् 1980 को दशक, अप्सन 4 सन् 1990 को दशक। यसको सही उत्तर चाहिँ हाम्रो नम्बर 3 को सन् 1980 को दशकबाट चाहिँ आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणा विकास भएको मानिन्छ है। 12 नम्बर प्रश्नमा छ सार्वजनिक सेवा प्रवाहको परम्परागत अवधारणा निम्नमध्ये कुन मान्यता रहेको पाइँदैन? अप्सन 1मा छ पारदर्शी र खुलापन, अप्सन 2मा छ शासक निर्देशित, अप्सन 3मा छ नतिजामुखी भन्दा प्रक्रियामुखी, 4मा छ सहभागिता एवं समावेशिताका अभाव। पारदर्शी र खुलापनको अवधारणाको मान्यता चाहिँ रहेको पाइँदैन है। यो चाहिँ हाम्रो चाहिँ परम्परागत अवधारणामा, यो सार्वजनिक सेवा प्रवाहको परम्परागत अवधारणामा चाहिँ पारदर्शी र खुलापन रहेको पाइँदैन। त्यसैगरी नम्बर 3मा छ सार्वजनिक सेवा प्रवाहको आधुनिक अवधारणामा देखाएको कुन मान्यता रहेको पाइँदैन? अप्सन 1 ग्राहकमुखी अवधारणा, सप्लाई बेस भन्दा डिमान्ड बेस, सीमित विषय क्षेत्र, प्रक्रियामुखी भन्दा नतिजामुखी। अप्सन 3 को सीमित विषय क्षेत्र। परम्परागत अवधारणामा चाहिँ पारदर्शी र खुलापन पाइँदैन भने आधुनिक अवधारणामा चाहिँ सीमित विषय क्षेत्रको मान्यता पाइँदैन है। नेपालमा घुम्ती सेवाको अवधारणा कहिलेदेखि लागू भएको? विक्रम सम्वत 2060 साल। 15मा अब स्थानीय स्वायत्त शासन ऐन 2055ले कुन माध्यमद्वारा सार्वजनिक सेवालाई सरल, सहज एवं जनमुखी बनाउने प्रयास गरेको पाइन्छ? विकेन्द्रीकरण, अधिकार निक्षेपण, अधिकार प्रत्यायोजन, माथिका सबै। यसको सही उत्तर छ माथिका सबै। सार्वजनिक सेवा प्रवाहको आधार कुन होइन? राज्यले अवलम्बन गर्ने राजनीतिक, जनताको माग, चाहना एवं जनमत, सामाजिक, सांस्कृतिक, धार्मिक परिवेश। अप्सन 4 राजनीतिक आस्था। यसको सही उत्तर हो राजनीतिक आस्था। सार्वजनिक सेवा प्रवाह मापन गर्ने आधार कुन हो? सरसफाइ तथा खानेपानी, गरिबीको आस्था, रोजगारीको अवस्था, माथिको सबै। यो आस्था होइन है, गरिबीको अवस्था हो। यो गरिबीको अवस्था हो है। यसको सही उत्तर छ माथिको सबै।